गाइजहरू फुल पनि चट्ट थरी थरीका फुलहरूका बास्ना लिँदै चट्ट जङ्गल घुम्दा नि मजै आउने हो गाइजहरूलाई। कति रमाइलो छ है, होइन? बहुत मजा आइरहेछ यार। के छ जिन्दगी मजा लिनै छ यार। सबको चाहिँ नि जिन्दगी मेरो जस्तो मजा भए के गर्थ्यो होला भन्दा नि न हो। फुल छ, फुलै फुलमा यहाँ चौतारीमा चट्ट हामी पहिला उता बेसीतिरबाट धानको धोक्रो लिएर आएर अर्थात् गाउँबाट तल बेसीबाट केही बोकेर आयो भने यसै गरी चौतारीमा च्याट्ट यसरी ब्याग बिसाएर यसरी च्याट्ट चौतारीमा बस्ने ठ्याक्क। अनि यस्तै रुखको छारीमा सररर त्यो पालौरी तलबाट के अरे ढाँडैबाट आउँदाखेरि तल के जाति चौतारो भन्ने थियो, त्यहाँ बस्दै माथि आएको याद छ मलाई। पालौरी मुनि चौतारोतिर बस्दै चट्ट हामी शीर्षबाट उकालो लाएर आउँदाखेरिको याद आयो गाइजहरू। चट्ट गाउँघरको याद आउने चौतारो छ। चट्ट आएर टपक्क यसरी च्याट्ट बसेर चौतारीमा च्याट्ट बसेर र त्यहाँबाट चौतारीमा बसेर गर्मीमा च्याट्ट डिएक्सनको कोल्ड कफी बनाएर बोतलमा भरेर लिएर आएको। फेरि के गर्ने, बाटोमा फेरि कफी पिउनु पाइँदैन भन्नु। चट्ट कफी पिएर बसिरहेको छु होइन। अरू ठिक छ नि, रमाइलो छ जिन्दगी। यस्तै छ जिन्दगी, यस्तै चलिरहेको छ। के गर्ने भाइ, जिन्दगी यस्तै छ। अब यसको आज ओहो गाडी गयो क्या हो यार, बर्बाद हुन्छ यार।